लाइफमा केही न केही गल्ती भएको हुन्छ तर त्यो गल्तीलाई दोहोऱ्याउनु चाहिँ इट्स नट गुड नयाँ 2026 आउँदै गर्दाखेरि पास्टलाई हेरेर होइन फ्युचरलाई कसरी बनाउनु पर्ने 2026मा हामी सुरु गर्छौँ यो त्यस्तो सुकै भयो अहिलेसम्म हामीले एकअर्कामा नराम्रो भनाभन गऱ्यो होला विभिन्न कुराको भन्यो होला मैले पनि किसिम भनेको जब इकमलाई त किसिम भनेको मैले इकम 5 जना लाई त 5-6 जनालाई त मैले छोड्दै नछोडेको तर अहिले यही टिम हामी काम गर्दै जाँदाखेरि जब बुझ्दै जान्छ नि तपाईँलाई सबै कुरा राम्रो लाग्नु थाल्छ अहिले अब यो टिम बेस्ट भएको छ हामी सबैजना बेस्ट प्रकारले काम गर्छौँ नर्देन कोही भयो अघि बेस्ट प्रकारले हामी काम गर्छौँ अनि 2026 आउँदै गर्दा हामी नयाँ प्रकारले एउटा हबलाई कसरी इम्प्रुभ गराउनु पर्ने आफ्नो लाइफमा कसरी इन्कम गर्नुपर्ने 2025बाट 26 जाँदा चाहिँ म 26मा यति टार्गेट लिन्छु यति कमाउँछु भनेर एउटा लागेन हाम्रो त इन्कमको लागि परिवार हेर्ने सेभ गर्ने हेर है मान्छे धनी हुनुको लागि चाहिँ नि पुरा कमाउनु पर्दैन पैसा पुरा त्यसै आउँदैन हामीलाई तर मान्छे धनी चाहिँ नि सेभिङ्सले हुन्छ केले हुन्छ भाइ सेभिङ्स जसले पैसा बचाउनु सक्छ त्यो मान्छेको जीवनमा अटोमेटिकली उन्नति आउँछ पैसा द मोर यु सेभ द मोर यु अर्न जति सेभ गर्न सक्छौ नि त्यति नै हामीले आफ्नो जीवनलाई अझै बेहतर गर्न सक्छौँ सेभिङ्स छैन भने मान्छेको जीवनमा केही पनि हुँदैन भोलिको दिनमा दुःख पर्दा उभिदिने मान्छे कोही पनि हुँदैन है अहिले मदनलाई दुःख पर्दाखेरि उभिदिनु हाँस्दा सुख हुँदाखेरि चाहिँ नाच्दै मासु र भात खाने मान्छे धेरै हुन्छ तर दुःख पर्दाखेरि उभिदिने मान्छे कोही पनि हुँदैन त्यही कारण यो 2025मा हामीले जे जस्तो बितायौँ अब यो क्रिसमससँगै नयाँ साल लाग्दै गर्दा हामी 2026लाई एउटा नयाँ प्रकारले जीवन जिउने प्रत्येकले एकअर्कालाई मोटिभेट गरेर एकअर्कालाई अर्निङ्स गरेर एकअर्कालाई जीवन बिताउने कोसिस गर्छौँ ल ह्याप्पी क्रिसमस सबैलाई र हामी मदनलाई पनि बोलाउँछौँ 2 जना बहिनी र मदनलाई हामी बोलाउँछौँ अनि उहाँहरूको बौलीबाट हामी यो केकलाई काटेर जस्तो केक मिठो हुन्छ त्यस्तै हाम्रो जीवन पनि मिठासले भरेको हुनुपर्छ ल सबैजना भाइ ल एज रेडी गरेर मदन र 2 जना बहिनी टक्क आउँछ 2 जनाले 3 जनाले भ्लगिङ पनि भइरहेछ बनाउने केक भेरी नाइस केक भाइ मेरोबाट पनि फोटो खिच्दै भयो हुँदैन हौ त्यो गिफ्ट चाहिँ खोलौँ न के छ दामी देख्छ होला चाहिँ यो कता हो बनाउनु पर्यो यति काट्नु पर्ने हो कि अफिसमा यहाँ हजुर